नमस्ते सबैजनामा है सेवान्ने सेवार हो। म चाहिँ के गर्नु गइरहेको छु भन्दाखेरि आज चाहिँ मेरो सासू ससुराको चाहिँ कपुर चाहिँ गोड्नु गइरहेको छु साथीहरू। किनभनेदेखिलाई म जहिले पनि मेरो सासू ससुराको कपुर चाहिँ म गोडगाड गरेर सफा बनाउँछु नि त। अन्त योपालि चाहिँ अलिक भ्याएको थिइनँ, त्यही भएर आज चाहिँ मैले टाइम निकालेर पत्ती टिप्नु गएको हो म चाहिँ हो। पत्ती टिप्नु जाँदाखेरि चाहिँ यसो हेरेँ होइन, झारहरू आइरहेको रहेछ, अन्त लेउहरू पलाइरहेको रहेछ। त्यो भएर चाहिँ मेरो सासू ससुराको चाहिँ कपुर सफा गर्न गइरहेको छु। हजुरहरूलाई मैले देखाउँदैछु होइन। अब उहाँहरू बितेर गए पनि उहाँहरूको चिनारी त छ होइन। अन्त त्यही कारणले गर्दा बाउ आमाको निशानी भनेर चाहिँ मलाई चाहिँ माया लाग्छ नि त, किनकि मेरो बुढालाई जन्म दिनुभएको होइन। मेरो बाउ आमाको चाहिँ अब जन्म दिने बाउ आमा हो, माया माया गर्नु पऱ्यो नि त हामीले। मरेर गयो भन्दामा पनि हामीले माया मार्नु भएन है। अन्त अब के भन्छ, मलाई चाहिँ यसरी साफसफाइ गरिरहनु चाहिँ मन लाग्छ क्या। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ मेरो सासू ससुराको कपुरहरू चाहिँ सफा गरेर एकदम सफा बनाइराख्छु हो। अन्त मलाई पनि एकदम मनमा शान्ति लाग्छ होइन। अन्त खास चाहिँ म पत्ती टिप्नु गएको मान्छे, अन्त त्यहाँदेखि फेरि यसो हेरेँ लेउहरू लागिरहेको रहेछ हो। अन्त त्यहाँदेखि होइन म यो कपुर म सफा गरिहाल्छु भनेर भने होइन। अन्त मेरो सासू ससुरालाई चाहिँ अब तल्लोपट्टि माथिल्लोपट्टि गरेर एउटै गरामा राख्नु भएको छ नि त। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अन्त मैले सफा गर्दैछु, हजुरहरूलाई मैले देखाउँदैछु। हजुरहरूले पनि अब आफ्नो बाउआमा सासू ससुराको चाहिँ अब यस्तै खालको उयो छ भनेदेखिलाई चाहिँ तपाईँहरूले पनि साफसफाइ गरेर गोडगाड गरेर यसो फुलसुलहरू रोपराप गरिदिनु भयो भनेदेखिलाई पछिसम्म अहिले हामी बुहारीहरू भयौँ है, मेरो नानीहरू भयो, छोराछोरी भयो, नातानातिनी अब उनीहरूको त अब नातानातिनी हो नि त। हामी त छोराबुहारी भयौँ होइन। तर उहाँको नातानातिनीहरूले पनि थाहा हुन्छ कि यो चाहिँ मेरो ककु कोप्पाको कपुर हो, यहाँ चाहिँ मेरो ककु कोप्पालाई दफ्नाएको छ भन्ने चाहिँ उनीहरूलाई पनि एउटा चिनारी हुन्छ होइन। अन्त त्यहाँदेखि पछि अब नातानातिनीले चिन्दै गएपछि चिनेर गएपछि फेरि नातानातिनीको पनि जन्म हुन्छ है। नातानातिनीको पनि छोराछोरी हुन्छ, त्यहाँदेखि नातानातिनी बाहेक अब त्यहाँदेखि फेरि पलाती भन्दा नातानातिनी पलाती सलाती के भन्दा सबैको अब सबैको चिनारी चाहिँ हुन्छ नि त, एउटा चिनो बस्छ होइन। हाम्रो बुढो कोप्पाको चाहिँ यहाँ कपुर छ होइन। यहाँ मेरो बुढो कोपाला चाहिँ यहाँनिर चाहिँ राखेको छ हाम्रो बाजे पुर्खाले होइन। भन्ने चाहिँ अब पछि हामी अब बितेर गए पनि हाम्रो नातानातिनी पलातीहरू सबैले नै अब यो कपुरहरू चाहिँ हामीले जसरी अहिले गर्दैछौँ होइन, साफसफाइ गरेर बाउआमालाई हामीले माया मार्नु हुँदैन, के जसरी अहिले हामीले गर्दैछौँ त्यसरी नै हाम्रो नातानातिनी पलातीहरूले पनि गरेर जान्छ होइन। त्यही कारणले गर्दाखेरि एउटा चिनारी पनि हुन्छ हामी, किनभने राई हो हामी, राईको त एउटा चिनारी हुनुपर्छ कि एउटा कपुर होइन। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अब पछिसम्म नै यसलाई एकदम खपाउनु राख्नु हो भनेदेखिलाई चाहिँ चिनाउनु हो भने नातानातिनीलाई चिनाउनु हो भने चाहिँ यसरी साफसफाइहरू गरिराख्नुपर्छ साथीहरू। अन्त त्यहाँदेखि कहिले नमर्ने फुलहरू लगाइदिनुपर्छ है। अन्त पछि अन्त उनीहरूले के हो यो भन्ने खालको चाहिँ नहोस् होइन। पछिसम्म नातानातिनी पलाती सलाती सबैले नै हामीले अहिले जसो गर्दैछौँ त्यसै गर्छ होइन। बाउआमालाई चाहिँ हामीले मरेर गए पनि हामीले मेटाउनु त भएन नि त हो। अन्त बाउआमा भनेको बाउआमै हो, हामीलाई संसार देखाउने है। अनि त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ सासूको कपुर सुरुमा चाहिँ सासूको कपुर उयो गर्दैछु, साफसफाइ गर्दैछु। त्यहाँदेखि म चाहिँ अब यो कपुरहरू साफसफाइ गरिसकेपछि चाहिँ पत्ती टिप्नु पऱ्यो भन्दैछु नि त। पत्ती पनि लह पलाइरहेको छ हो। त्यही कारणले गर्दाखेरि चाहिँ यो अब मेरो सास ससुरालाई चाहिँ एकदम चिटिक्कै पारिसकेपछि चाहिँ पत्तीहरू टिप्नु जानु पऱ्यो भन्दैछु साथीहरू। कर्नी पनि ल्याउनु बिर्सेछु हो। अन्त लट्ठीले नै यसो हेरेको त दाउराको सिन्का रहेछ, अन्त त्यही लट्ठीले नै मैले सफा गर्दैछु लेउहरू है। अन्त अब यहाँ मेरो धेरै काम छ, त्यो अस्तितिर पहिलातिर रोपेको फुलहरू त मरेर गएछ है। अन्तखेरि अब किनकि हामी ज्यादा घरमा बसाइ पनि हुँदैन नि त, अब हाम्रो कामै त्यस्तो पर्छ, मजबुरी छु है। अन्त आएको बेलामा चाहिँ अब गरिराख्नु पर्यो भनेर। अन्त अब यहाँ चाहिँ पहिला रोपेको फुलहरू पनि अब मरिसकेछ। अब चाहिँ यहाँनिर चाहिँ म हत्तपत्त नमर्ने फुलहरू चाहिँ लगाइराखिदिनु पऱ्यो भनेर भन्दैछु हो। अन्तखेरि
यस्तो चाहिँ गर्नैपर्छ है। बाउआमा बितेर गयो भन्दामा पनि बाउआमालाई माया मार्नु हुँदैन। यसरी हामीले उहाँहरूको कपुरलाई चाहिँ यसरी साफसफाइहरू गरिरह्यो भनेदेखिलाई पछि हामी बितेर गए पनि हाम्रो नातानातिनी पलातीहरूको लागि पनि यो चिनारी हुन्छ कि यो चाहिँ हाम्रो बुढी कपु बुढो कोपा। हाम्रो कपु कोपा भनेको चाहिँ हाम्रो चाहिँ बाजे बोजू हो। अन्तखेरि कपु कोपाको चिनो चाहिँ एकदम नातानातिनी पलाती खलाती सलाती सबैले नै देखोस् होइन। सबैले नै अब कपु कोपाको आशीर्वाद थापोस्। यसरी नै हामीले भिडियोहरू बनाएर हालिरहेको छौँ भनेदेखिलाई कुनै दिन त अब देख्ला होइन, सिक्छ नि त। अब ठुलो मान्छेले जति राम्रो काम गर्यो त्यति नै अब आफू दिन मुनिको नानीहरू होइन, छोराछोरी नातानातिनी पलातीहरूले पनि हेरेर यस्तो गर्थिएछ है मेरो कपुले त, मेरो आमाले त, मेरो बोजूले त यस्तो गर्थेछ, अब हामी पनि यस्तो गर्नुपर्छ है भन्ने हुन्छ उनीहरूलाई होइन। हामीले राम्रो कामको हामीले यसरी भिडियोहरू बनाइरहेको छ भनेदेखिलाई चाहिँ पछि पछिसम्म अब यो रहनेछ होइन, देख्नेछ र उनीहरूले पनि सिक्नेछ। अन्तखेरि आमा बाउ भनेको त आमा बाउै हो, मरेर गए पनि हाम्रो मनमा चाहिँ अब हाम्रो मुटुमा चाहिँ अब आमा बाउको चाहिँ एउटा छापै बसेर हामीले एकदमै छाप बनाएरै राखेको हुन्छौँ होइन। अब आफ्नो मनमा चाहिँ आमा बाउको चाहिँ एकदमै तस्बिरलाई सजाएर राखेको भन्दा पनि डरलाग्दो आमा बाउको यादगार, आमा बाउको माया, आमा बाउको सम्झना, आमा बाउको त्यो पलको घडीमा अब हामीलाई कसरी दुःख गरेर हुर्काएको थियो, बढाएको थियो, पढाएको थियो होइन, हामीलाई कस्तो कस्तो गरेर हुर्काएको थियो, त्यो सब हामीले बुझेर आमा बाउ भगवान जसरी हामीले भगवानलाई सजाएर पूजा गर्छौँ हामीले त्यसरी नै बाउआमालाई बितेर गए पनि आफ्नो बाउआमालाई रात दिन बाउआमालाई सम्झ्यो भनेदेखिलाई, बाउआमाको सेवा गर्यो भनेदेखिलाई जिउँदो हुँदा मात्रै गर्नु भन्ने छैन, मरेर गएर पनि हामीले गर्नुपर्छ, बिर्सिनु हुँदैन। आमा बाउ भन्ने कुरो चाहिँ अब बिर्सिने कुरो होइन है। त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ जहिले पनि मेरो सास ससुराको कपुर चाहिँ आएर साफसफाइ गर्छु साथीहरू। अन्तखेरि फेरि म चाहिँ कस्तो छु भने मेरो आदत चाहिँ म एउटा कामको लागि घरबाट निस्केको हुन्छु होइन, अर्को काम देख्छ होइन, अर्को काममा हात हालिहाल्छु फेरि हो। अन्त त्यो काम सक्सेस गर्छु, अन्त त्यहाँदेखि चाहिँ सक्सेस गर्छु, त्यहाँदेखि चाहिँ अन्त आएर अन्त पहिला जुन कामको लागि म निस्केको हुन्छु नि त्यहाँदेखि चाहिँ म त्यो काम सुरु गर्छु हो। अब सासूको कपुर त मैले सफा गरिसकेँ यति भए पनि होइन, किनभनेदेखिलाई पुरानो भएर चाहिँ सिमेन्टहरू फकफक झर्ने भइरहेको छ त, अन्त ज्यादा छुनु हुँदैन। यो चाहिँ हाम्रो राईहरूको चाहिँ कपुरको छेउमा चाहिँ यो तितेपाती, हाम्रो चाहिँ राईहरूको चाहिँ धुप भनेको नै तितेपाती हो। तितेपाती चाहिँ यहाँनिर लगाउनुपर्छ किनकि कपुर चोखो बसोस्, मैला कुचेला नहोस्, गन्धमन्द नराम्रो गन्धमन्दहरू नआओस् भनेर चाहिँ हामीले चाहिँ यहाँ तितेपातीको धुप लगाएर राख्छौँ होइन। तितेपाती भन्ने त अब कतिजनालाई थाहै नै छ। अब हाम्रो जात भाइ, हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू जति पनि है, आमा बाउ सबैलाई नै थाहा छ होइन। र पनि अब मैले चाहिँ भन्दैछु यहाँ चाहिँ मेरो सास ससुरालाई धुप लाउने जग्गा हो। अनि त्यसमा पनि लेउ आएछ र मैले कोटाएर फ्याँक्दैछु त्यसलाई पनि है। ज्यादा बल लाएर गर्नु हुँदैन किनभने माटो पुरानो भएकोले गर्दाखेरि चाहिँ हर साल खोर्सेकोले गर्दा र माटो पुरानो सिमेन्ट पुरानो भएकोले गर्दाखेरि चाहिँ फकफक झर्ने भइरहेको छ नि त। अन्त अहिले चाहिँ मैले मोटामोटी त्यो कपुर र धुप हाल्ने मात्रै मैले उयो गर्दैछु होइन। त्यहाँदेखि अब चाहिँ म फेरि त्यो गरिसकेपछि त्यहाँदेखि फेरि म ससुरापट्टि लागेँ। ससुरापट्टि लागेर चाहिँ अब म फेरि ससुरालाई चाहिँ राम्रोसँगले पहिला आशीर्वाद मागेर ढोग गरेर त्यहाँदेखि चाहिँ फेरि ससुराको पट्टिको चाहिँ मैले गोडगाडहरू गर्नु थालेँ साथीहरू है। अन्तखेरि म त हर सालै यस्तो गर्छु र त्यति साह्रो झार पनि छैन, देख्नुभयो होला हजुरहरूले है। अन्त अब फुलहरू लगाइदिनुपर्छ, बर्खा लाग्यो अब त जे कुरो पनि सर्छ नि त होइन। अन्त त्यो भएर चाहिँ मैले चाहिँ अब ससुरापट्टिको पनि गोडगाड गर्दैछु। हामी के भन्छ माया भन्ने कुरो के हो, यो मायाले गर्दाखेरि चाहिँ हामीलाई डरसर भन्ने लाग्दैन है। हामीले डराउनु पनि हुँदैन नि त, आमा बाउ हो है। हामी जस्तै भए पनि जे नै भए पनि हामीलाई संसार देखाउने बाउआमा, हामीलाई अर्थी बुद्धि दिने, हामीलाई मान्छे बनाउने नै बाउआमा हो नि त। त्यो भएर चाहिँ अब हामीले चाहिँ यस्तो गरिराख्नुपर्छ। यस्तो गरिराखेको छ भनेदेखिलाई चाहिँ पछिसम्म नातानातिनी पलाती खलाती सबैले नै यस्तो गरेर जान्छ नि त। अन्त उहाँहरूको निशानी चाहिँ हामीले मेटाउनु भएन होइन।
मरेर गएको त यति वर्ष भइसकिसक्यो अन्त कहाँ वा भनेर लत्ता छाड्नु हुँदैन। जति नै मरेर गएको जति नै भए तापनि अब हामीले चाहिँ एकदमै उहाँको निम्तिमा उहाँको नाम लिएर उहाँको सेवा गर्नुपर्छ हामीले होइन। किनभनेदेखिलाई मलाई चाहिँ यस्तो गर्दा चाहिँ मनमा पनि एकदम शान्ति लाग्छ है, मनै हल्का भएर जान्छ साथीहरू। अन्त पापाको कपुरमा चाहिँ धेर लेउ चाहिँ लागेको छैन रहेछ, खस्रो मस्रो गरेर चाहिँ मैले कोटाएर फ्याँक्दैछु है। अन्त यो भिडियो चाहिँ तपाईँहरूलाई बोरिङ लाग्यो होला है, अब र पनि हेरिदिनुहोस् किनभने यहाँनिर चाहिँ अब ज्ञानको कुरो छ। हामी ठुलो मान्छेले अब यस्तो गरेन भनेलाई त केटाकेटीले पनि गर्दैन, उनीहरूले झन् लत्ता छाडेर जान्छ। भोलिको दिनमा हामी पनि बितेर जान्छौँ होइन। हामी पनि बितेर गएपछि त अब उनीहरूले हाम्रो पनि यस्तै गरेर हामीलाई पनि यसरी नै उनीहरूले सजाएर राख्ला होइन, यसरी राम्रो गरेर राख्ला भनेर चाहिँ अब मैले अब यस्तो भिडियो बनाउनु गइरहेको छु। किनभनेदेखिलाई भोलिको दिनमा हामी पनि अब अजम्बरी जुनी लिने त कोही छैन, एक दिन हामी पनि बितेर जानुपर्छ। त्यही कारणले गर्दा चाहिँ कोपाको कपुरहरू सफा गरेको देख्दाखेरि चाहिँ उनीहरूले पछिबाट हामीले गरेको कुरो चाहिँ उनीहरूले पनि सिकोस्, जानोस् बुझोस् भनेर चाहिँ मैले चाहिँ यो भिडियो हालिरहेको छु। तर म अरू बेला पनि म साफसफाइ गर्छु, मेरो सास ससुरा कपुर होइन, अरू बेला त हाल्थिनँ। तर आज चाहिँ मैले किनकि हामी पछिको छोराछोरी नातानातिनी पलातीहरूले पनि सबैले सिकेर जाओस् भनेर चाहिँ मैले यो भिडियो हाल्नु बाध्य बनिरहेको छु है साथीहरू। त मेरो ससुराको पनि कपुर अब ज्यादा त म गर्दिनँ, मेरो बुढाले यता पनि गर न भनेर भन्नुहुँदैछ होइन, हात हल्लाएको देख्नु भइरहेको छ हजुरहरूले। अन्तखेरि अब मोटामोटी चाहिँ गरेँ आज मैले होइन। अब एक दिन म फुलहरू रोपेको पनि म हजुरहरूलाई देखाइदिन्छु, रोपेर मैले फुलाएको पनि म देखाइदिने छु होइन साथीहरू। तपाईँहरूले पनि आफ्नो बाउआमा सास ससुराको अब यस्तै कपुरहरू छ भने यस्तै गर्नुहोस् है। बाई बाई साथीहरू ल।